विशाल? म बाहिर छु, अफिस जान लाग्यो। थाहा छ तिमीलाई? त्यो मसँग बिहा गर्छु भन्थ्यो नि राजाराम, त्यो त केटी बनेछ नि। हो र? तिमीले पनि मसँग बिहे गर्दिन भनेर भन्यो भनेदेखि म पनि केटी बनिदिन्छु। जिस्किन्छ। अनि भन न, आज हामी कहाँ भेट्ने? आज त म अफिस जानुपर्छ। हिँडिसकेँ, भोलि भेटौँला है। भन्दा तपाईँ त कस्तो राम्रो। तिमीहरूको बारे थाहा छ मलाई, जो आयो त्यसैलाई राम्रो भन्छु। मेकअप म्यान कति चले पो हिरोइन देखेपछि त छोड्नै छोड्दैन। कस्तो ढिला काम गर्छ भातमाराहरू। आज मेरो फर्स्ट डे, म धेरै काम गर्दिनँ। अनि मेरो यो फिल्ममा रोल चाहिँ के छ? यो फिल्ममा हामीले बैंक लुट्ने, नेपालको ठुलो बैंक लुटेपछि फिल्म पनि सक्यो। त्यो त लुट गर्ने फिल्मको कथा होइन र भने? त्यसमा सानो बैंक लुटेको थियो, यसमा ठुलो बैंक लुट्ने। के गर्ने? हिरोले राम्रो काम गरेको फिल्म एउटै चलेन नेपालमा। हिरोले बैंक लुटेको फिल्म सुपर हिट। अब त नेपालमा लुटेको मात्रै हिट, देश लुट्नेहरू पनि हिट। प्राब्रो पुजेरो चल्छ, बैंक लुट्ने फिल्म हिट। यो फिल्ममा मेरो हिरो चाहिँ को नि? हिरो सबै नै छ, तपाईँले चिन्दैन। यो हिरोको डाइलग के छ थाहा छ? दिमाग लगा पासा दिमाग। अनि तपाईँले के भन्छ थाहा छ? दिमाग त भए पो लगाउँदो। काठमाडौँ सहर लोड सेडिङको सहर, हाहाकारको सहर, महामारीको सहर, तै पनि सबैलाई यही आउने रहर भातमारा। ल अब यो फिल्म लुटमार पनि सुपर हिटका लेखेर दिन्छ। हेलो, ओके। मेरो नयाँ बोयफ्रेन्डले मलाई फोन डाल्यो, अहिले म डेटिङमा जान्छु। छुट्टी पछि डालौँ है। के हो सर? हिँड्ने त हिँड्ने नि। ल सुटिङ छोडी डेटिङ रे भातमारा। सागर सरी चोखो माया तिमीलाई दिउँला, यो जानले साथ दिए तिमी सँगै जिउँला। तिम्रो नभई मरेछु भने अर्को जुनी ल्याउला। कविता, पहिले तिमीले उसका लागि मलाई छोड्यौ, अहिले मेरा लागि उसले तिमीलाई छोड्यौ। हिँड बराबर भयो है। तिमी यो हिजोको केटीसँग लागेर मलाई छाड्ने? म हिजो जन्म्यौ, तर पत्ता होइन। मसँग उसलाई तिमी थप्पै माया छ। भविष्य हेरेको छ? भविष्य म आमा पनि बन्न सक्छु, मेरो पाठकल पनि हाल्न मिल्छ। आज बल्ल मैले थाहा पाएँ नालीमा कति ठुलो शक्ति रहेछ। हिजो म पुलुत हुँदाखेरि थाला दुनियाँले मलाई हेप्थे, तर म आज नाली हुँदा थाला थन्थाल मेरो जमिनमा छ। साथै नाली भन्या धेरै महान रहेछ। बाबु थोला बा, मैले धेरै राम्रो कुरा देखेँ। थोला भन्दा थोली धेरै राम्रो हुन्छ। म पनि अब थोली भन्छु। म त कवितालाई देखाइदिन्छु। यो त त्यहाँ को आउनु भएको त? सरी राजाराम, मैले त्यो केटासँग लागेर तिम्रो मन दुखाएँ, तर त्यो केटा त धोकेबाज रहेछ। केही छैन कविता, अब तिमी आयो मेरो लागि भयो। केटी बन्ने कुरा क्यान्सिल। म आएको होइन राजाराम, म जान लाग्यो। यो संसारमा केटीलाई बाँच्न एकदमै गाह्रो छ। त्यसैले म पनि लिङ्ग परिवर्तन गरेर केटा बन्न जान लाग्यो।
भने यो कर्मचारी भन्दैन पत्रकार सबैलाई पर्छ मरि